नमस्कार हजुर। म हाम्रो नेपालको समसामयिक विषयमा, परिस्थितिको विषयमा सबै नेपाली दाजुभाइ, दिदीबहिनी, बुवा आमा सबै जेनजी समूहका शहीद परिवारलाई पनि हृदयदेखि नमन प्रणाम नमस्कार गर्न चाहन्छु। उहाँहरूले गर्नुभएको योगदान बलिदान सराहनीय छ, किनकि देशमा यी देश बेचुवाहरूले देश दिनानुदिन बेचेर 20औं शताब्दीदेखि राजा बेच्दै सक्ने अवस्थामा हामीलाई शरणार्थी बनाउने अवस्थामा तपाईँहरूले देश हातमा लिनुभएको छ। जेनजी समूह हो, आत्तिने होइन। अगाडि बढ्नको लागि धैर्य धारण गर्न सिक्नुपर्छ। यिनीहरूले रियाल काटेर अगाडि बढ्ने कोसिस गरिरहन्छन्। यिनीहरूलाई 600 रुपियाँ हाजिरामा काम गरेर देखाओ, मिहिनेत गरेर कोदालो खनेर खाएर देखाओ भनेर तपाईँहरूले सोध्नुहोस्। दुःख कस्तो हुन्छ भनेर गरिबलाई सोध्नुहोस्। यी पापीहरू जहिले पनि रियाल काटेर मिहिनेत गरेर गरी खान नसकेर देश लुटेर राजाका पालादेखि देश बेच्दै आएर यिनीहरूले यो अवस्थामा नेपाली जनताहरूलाई शरणार्थीको रूपमा विश्व सामु चिनाउने प्रश्न चिन्ह खडा गरिरहेको अवस्थामा हामीले बुझ्नुपर्छ, यहाँनिर चाहिँ विदेशी घुसपेटहरू भित्रै रूपमा गहिरो रूपमा घुसेर चाहिँ देशलाई तहस नहस पारेर देश कब्जा लिने अवस्था पनि हुनसक्छ। जेनजी समूहहरू हामीले सर्वप्रथम जेनजी समूहले नेपाली सेनासँग सहकार्य गरेर अगाडि बढ्ने हो, कानुन हातमा लिने हो। यिनीहरूलाई देश रह्यो भने हामी नेपाली जनता रहनेछौँ, देश रहेन भने हामी नेपाली जनता यो देशमा रहने छैनौँ। त्यसले गर्दा तपाईँहरूले कानुन एकदम कठोर बनाउनुपर्छ। जस्तो साउदी अरबमा जस्तो विदेशीहरूले यहाँ टाउको उठाएको अवस्थामा हात काट्ने र चाहिँ यिनीहरूलाई जन्मकैद सजाय दिने, त्यस्तो खालको कडा कानुन हातमा लिएर यिनीहरू रियालेहरू जुन अहिले सत्तामा बसेका छन्, यिनीहरू पनि कुनै गतिला छैनन्। बालेन्साको पनि भित्रभित्रै कुनै गहिरो जासजुसीको काम भइरहेको अवस्था हुनसक्छ। हामीले बुझेर देश राम्रो मान्छेलाई सुम्पिनुपर्छ। देश चलाउने तपाईँहरूको जिम्मा आइसकेको छ। देश रह्यो भने हामी रहन्छौँ। तपाईँहरूलाई मैले पहिले पनि भनिसकेँ, यस्ता कुराहरू गहिरो रूपमा जानुपर्छ। यिनीहरूले कहिले पनि सुध्रिनेवाला छैनन्। यिनीहरू